यता हेर यता हेर तँलाई नेटमा हालिदिन्छु। यता हेर खर्च भएर चर्चा भएको छ हामी हेरेको कोठामा त बकुल्ला बसेछ है। कालेको कोठामा बकुल्ला बसेछ गर्मीले। भैँसी चाहिँ बसेछ है अघि न। पानी हाल्दिने चिल्लाउने तिमीले जात्रै दया गर्छौ नि कुकुर बिरालोलाई त्यही भएर आछ। मान्छेले कति धर्म गर्छन् तिमीले यहाँ खालेको मैले नि दिन्न त हामीले र रामुले मात्र हो। तर तिमीले झन् धेरै नदे भन्छौ। धेरै नदिए एउटाले भया भन्नु सबैले यति चिज बुझाइदिनु पर्यो। एउटाले यति दिएको नहुन्छ मात्र पनि हो क्या हो कता मकैमा त नहाल्ने पर्दैन भयो अब त्यो के गयो होला हाल्नु पर्यो नि अलिअलि बोडीमा पर्दैन के किन नपर्ने अलिअलि हाले त जिमी सुकेले तिमीले पाहुनालाई मार्ने हो क्या घाममा कस्तो पर्दैन। लाइन छैन क्या हावा चलेछ लाइनका। पर्दैन दिदी छोड्दिनु पहिला उता अहिले नजोड के पाइप उता लग न पहिला। दिमाग गर यहाँ छुट्यो हैरान गराउँछ न छुपुकै नबस।
पर्दैन भन्न अब मकै पाकेछ 3-4 वटा मकै काट्दै दिँदै गर्ने हो दिनदिनै पर्दैन कम दौडिन्छ भैँसी पट्टुले हो के पट्टुले सुगा के सुगा खाना आउँछ त मैले 3टा टिप्दै थिएँ नि पोलेर खानु भयो कि नै त्यही छ त यो गिरे मन्त्रीलाई सोध्नु न नाना थरी कुराहरू हैर भएर ला तेरो पनि फोटो ल यता हेर ल ल ल तेरो पनि हेर देखिस् ल ल त सानो के पानी कस्तो घाँस के काट्न पार्दैन कि यो छोड्दैन यो अब पाक्ने बेला भइसक्यो अहिले त काट्दैनन् के घाँस नै अरूको खेतमा अलि काट्न झ्याउ हुन्छ अरूको खेतमा काट्न अलि झ्याउ हुन्छ कराउँछ भन्दा नि घाँसै हुन्न कुन भैँसीले खान्छ नगने हुन्छ के काम छैन के हुन्छ त्यसै फोकटमा गर्नु खाइदियो त्यस्तै
काटेर ल्याउनु पर्दैन काटेर यो म डेरो खाने हो नि कहाँ काटेको बैसुदैन नाइ के हाँगा डाँठ त्यसको ए बोलिनु त्यो गाँठ हुना के काटेन पर्छ गाँठ छैन कहाँ जाने भने त्यहाँ भुसहरू मिलाउन अनि अहिले गाउँको सुका बनेको लाइन आएको छैन क्या हावाहुरीमा लाइन काट्छ त्यो दिदीले कोक्ल्याउँछ ऊ बकुल्लाएर पानी दिएन थाहा छ के ऊ त ऊ हेर्न आऊ न यहाँ नजाऊ तर्सिन्छ बस्न देऊ त्यसलाई शीतलमा अनि को दोका बन्नु त गराउनु परेन बन्द नगराऊ एकछिन खुल्लै छ बकुलाको लागि उदाङ गराउनु भएन नजाऊ अहिले त्यो के हो बकुलामा बस्न गयो गर्मी भएर हो नि त पङ्खा लगाइदिन पार्दैन त्यो लगाइदिन पार्दैन त्यो आफै जान्छ उडेर बस 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 त्यहाँ गयो अब म गोरी त डेरो खाने नखाने हम त डेरो खाने हो यो यहाँ हाल्तो के हाल के सबैलाई आँखा लगाउँछ हामीले देख्दैन खै छोडा यहाँ ठाउँमा किन गराउने भएन नचलाउ न अहिले आफै जान्छ के ल भयो दिदीले चिज ल्याएको थियो कि काँचो खाना खाए के अनि गरम भयो भने चटपटे लागिकन बरा उता जान्छ अब चिसोमा बसेको अनि तिमीले त अनि छोरा त्यो खेतमा लग्ने हो बेकारमा अनि बिरामी भएन भने अनि बुद्धि सुद्धि छैन अनि दिमाग खराब नगर त तिमीले यो छोडाएर यो भरि भैँसीलाई देऊ अरू राख फेरि यता लथालिङ्गै गराछन् अहिले राति गराउनु परेन जानु परेन अहिले म त जान्छु उहाँ यो सुगाले खाइदिएको उता त एउटा माथि परि उता कोना रहेछ ए लाइन आएछ आइजान्छ नि म नि जान्छु अब त्यसो जा भन्दाखेरि दिदीले पानी मार्दैन आउँछ र यहाँ गएर हेर्दा बस्थे खर्च भएर